हेलो नमस्ते सबैजनालाई। अनि फेरि आज म धेरै समयपछि आएको छु। अनि फेरि आज म माइत पनि जाँदैछु। अनि फेरि साथी आइछ अनि त्यसले बोलाएको थिए। अनि फेरि खास त हामी हिजो भेट्ने थियो सल्लाह। अनि फेरि हिजो त्यस्तै भएर म जान पाएन। अनि म आउन भनेर फोन गरेको थिएँ। अनि फेरि आज बिहानैबाट फोन हानेको थिएँ, म फोन उठाएको छैन। अनि फेरि त्यसलाई थाहा छैन म आज आउँछु भन्ने, म थाहा नदेखिन जाने हो त्यसलाई। अनि फेरि विशाललाई फोन गर्छु भनेको लाइनै गएछ, केही भएन। अब लाइन गयो, अहिले लाइन आएछ गर्नु पर्ला जाने बेलामा। अनि फेरि यहाँ हेर्नु न, कोही जाने भनेपछि त आइहाल्नुपर्छ क्या। म अब जानको लागि तयारी नै भइसकेँ। आज म सुट लगाएको छु। अनि फेरि म तपाईँहरूलाई सामान देखाउँछु है त। यो भयो मेरो ब्याग, विशालले ल्याइदिनु भएको। यो मेरो सामान छ। यो मेरो चुन्नी दुपट्टा, मलाई चुन्नीहरू के झ्याउ लाग्छ। अनि यो कभर विशाल आउनुभन्दा 1 महिना अघि मैले मगाएको थिएँ। मेरो पहिला टुवेल थियो नि त। अनि फेरि उहाँले फेरि आउँदा अर्को फोन ल्याइदिनु भयो। अनि फेरि यसको काम लाएन। अनि फेरि यो नयाँ हो कि कति राम्रो हुन्छ। अनि फेरि अनि के मैले एउटा कुरा देखाउनु बिर्सेछु। मेन चिज सबभन्दा मनपर्ने पाउजु हो कि मलाई यस्तो छिनछिन गर्छ नि पाउजु हिँड्दा। अनि फेरि कस्तो मनपर्छ कि। अनि फेरि यो सेन्टिनमा कति अल्की जस्तो लाग्छ। यो चुन्नी मैले सुट खासै लाउनु, मलाई यो चुन्नी ओर्नु यस्तो र त्यही पनि म 1 घन्टाको बाटो जनतामा बेर्छु। यसरी भयो नि चुन्नी ओर्न आउनु मलाई बचाउ। म अब जान थालेको। ब्याग छोप्ने हो कि चुन्नी छोप्ने हो कि पत्ता। अब पर्दा नै लगाइसकेँ मैले, केही चाहिँ त बिर्सेन। लाइट बन्द गर्नु, पङ्खा आउनु रहेछ। ढोका खोल्छु। कति गरौँ हो, निस्किन थालेको। केही त बिर्सेन होला नि। कस्तो यताउति हिँड्न थालेपछि के बिर्से लाग्छ कि मलाई मात्रै हो कि तपाईँहरूलाई नि हो। जानालाई चुक्क लगाइदिए टाइम पनि छैन कि आज। फेरि मान्छेहरू छ कस्तो अन्तिमको त लोग्ने हो। हिँड्ने बेला एउटै त हत्तेका म फेरि फाल्टु भन्छु कि। जानु थालेको। जानुलाई भिडियो गएको थिएँ चाहिँ अब फाइनली हाम्रो माइतीतिर नि पुग्न थाले। हजुर भयो 2 हप्ता जति म अटोमा जाँदैछु। जाँदैछु अब त्यसको घरनिर। म जाँदैछु अब त्यसको घर। साँझ पर्न थाल्यो। यहाँ हाम्रो माइतनिर कुटी छ। भगवान् यस्तो छ क्या। अब जान्छु त्यसको घर। यति नै हो, देखिन्छ। ठाउँमा यस्तो बत्ती नि छ है। हाम्रो गाउँ एकदम विकसित ठाउँ छ। यहाँ फेरि पुल आयो।
एक्लै जान लागेको छु। सन्नी छैन, साथीको नाममा दुईटा थिएँ। यो फेरि पुलनिर आइसकेँ म। साँझ परेपछि कुटीमा भगवानको ठाउँमा भदन गाउँछ। अनि फेरि आज फेरि भण्डारा आइसक्यो। अनि त्यहाँ थुप्रै बाबाहरू आउनुभएको थियो। अनि देखेको आउँदा म पुलमा आएँ। त्यसको घर यहाँदेखि देखिसकेछ। त्यसको घर उहाँको सेतो 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 देखेछ नि। हो त्यही हो। आया भिडियो गर्दै मान्छे कोही छैन, आफै गर्छु। त्यसलाई थाहा छैन म भर्खरै म्यासेज गरेको थिएँ। अनि त्यसले म्यासेज गरेको थिएँ। अब यता हावा चलेछ कस्तो। ओ माइ गॉड, यस्तो हावा चलेको। जाँदैछु त्यसको घर उता बत्ती बोलेर कति राम्रो देखेछ। उता सेतो सेतो देखेको हो त्यसको घर। कस्तो राम्रो भयो। सबैले गाउँ काटिसकेछ। अब म त्यसको घरनिर आइसकेँ। यताबाट जान्छु, यतातिरबाट बाटो जान्न। त केटाकेटी छन्, भाइ छ। भाइले फेरि सुषमा दिदी आउनुभएको भन्छन्। म त्यही भएर यतातिरबाट त्यसलाई खङ्ग्राङ पार्छु। कस्तो अप्ठ्यारो बाटो छ। म यहाँबाट जान्छु त्यसको बाटो। अत्तरिका नमस्ते नमस्ते सबैलाई। नमस्कार। कहाँ आयो म? रोइस भिडियो नबनाए कि रुँदै फोन हेर्दै त कसैले गर्दैनन्। आन्टी यहाँ न, यो अन्जु रोइ छ। भाइ मम्मी रोएर छोरा नि रोयो। अब कस्तो लाग्यो। म त पुरा दङ्ग परेको के खाना बनाउँदैछु घर भन्दै थिएँ। अनि त एक्कासी देख्दा त म त के भयो म ढल्न लाग्यो भन्ने अरे कि होइन कि साँच्चै आइसकेस होला भन्ने भएको थियो कि मलाई त। त्यस्तो नि हुन्छ नि। के अरे कति सालपछि भेट्दा रे? 2 साल पुरै। अनि पुरै 2 साल। अब त झन् कहिले हो कहिले एकाएक भइन्छ फेरि। फेरि रोइयो। एकदम एकदम अन्जु एउटा कुरा सोध्छु है, के भन् न? अरू सबै ठिक भयो हेर भाइ, यो कपाल के बनाएछ यस्तो? त्यति भन् त मलाई। हो सेम त्यस्तै देखिछेस्। भर्खरै विदेशबाट आएका। भगवान ढाँटी किन भन। यो कपाल यस्तो गरेर स्वाद छ कि नै? हातमा हात राखेर यसलाई कपाल स्वाद छ कि नै? कोही छ भाइ? ल मैले भाइलाई भन्छु है, यो यस्तो कपाल गराएको स्वाद छ र? सोही भने यहाँ बहुत भएछ कि ओभर। यहाँ ठिक्क छ। के देख्छ? म पनि अस्ति यस्तै बसेँ। म आफूले आफूलाई चिन्दैन है। नाइ म घर जाने हो। गर्छु यहाँ न मेरो भाइ
आइफोन हो नि बाबु त त्यतिकै हो लगाइ चाहिँ हेर्नुहोस् यस्तो छ नगर न भिडियो 2 वर्षको भेटमा यस्तो छ यी टिकटक ओए याद छ ओए यहाँ सुन याद छ त्यो गीत म भन्ने त्यस्ता गीतमा नभन हैन यही बसेर जो यसको दाइले के एकछिनमा 5 मिनेट बसेर आइजा भन्दै यसलाई यहाँ बसेको अनि यो भित्र आएर बाती रुँदा त बस 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 म अहिले गीत पनि ठ्याक्कै 2 वर्षपछिको यस्तो छ ल आन्टी आउनु न तपाईकै कहाँहरु हुनु छ कि आज म अघि नै आइछु कहिले कता देख्नै म बिजी छु कस्टमरलाई खाना दिन पर्यो अनि म को नि आज कस्टमर आएको तिमी त झन् बेस्ट कस्टमर त्यही भएर बिजी अनि यस्तो काली भयो दिनभरि घरमा काम गरेर पैसाको लागि पैसाको लागि अनि पैसा दिन्छ काम गरेको